तपाईलाई थाहा छ, तपाईको बालबालिकाहरू तपाईहरूकै व्यक्तिगत जीवनबाट प्रेरित भएर तपाईहरूकै सिको गरेर हुर्कन्छन्। त्यसकारणले एकदम सचेत रहनुहोला। बालबालिकाले आमा बुवाको सम्बन्धबाट माया, समझदारी तथा आपसी सम्मान सिक्छन्। यदि आमा बुवा एक अर्काप्रति सम्मानपूर्वक व्यवहार गर्छन्, सहकार्य गर्छन् र समस्याहरू आए त्यसलाई संवादको मार्फत सुल्झाउँछन् भने बालबालिकाहरूले पनि एक अर्काप्रति सम्बन्ध स्वस्थ राख्न सफल हुन्छन्। यदि घरमा सधैँ झगडा र असहयोगको वातावरण छ भने बालबालिकाहरू मानसिक रूपमा आफूलाई असुरक्षित महसुस गर्छन्। बालबालिकाहरू एक किसिमको घरभित्रको सीसीटीभी जस्तै हुन्छन्। उनीहरूले तपाईहरूको व्यवहार एकदम राम्रोसँग अध्ययन गरिरहेको हुन्छ र त्यहीबाट धेरै कुराहरू सिकिरहेको हुन्छ र अरूलाई त्यही व्यवहार गरिरहेका हुन्छन्। घरमा झगडा कसको नहोला। यदि आमा बुवाको झगडा भयो भने पनि बालबालिकाहरूलाई के भन्ने गरौँ भने बुवा आमा बीच यो विषयमा झगडा भएको थियो, तर हामी बसेर यसरी हामीले यो समस्याको समाधान गर्यौं भन्ने कुराहरू बालबालिकाहरूलाई हामीले बुझाउन सक्यौं भने बालबालिकाहरूले पनि आफूलाई सुरक्षित महसुस गरेर कुनै समस्या आएमा त्यसको समाधान हुँदो रहेछ र त्यसको समाधान कसरी गर्ने भन्नेतिर उनीहरूको ध्यानाकर्षण हुन्छ। यसले पछि भविष्यमा उनीहरू अगाडि बढ्नको लागि धेरै कुरामा सहयोग पुर्याउन सक्छ। यो भनाइ तपाईलाई कस्तो लाग्यो? कमेन्ट गर्नुहोला।